को पानीले चाहिँ माथि पुटुङदेखिको भल पहिरो आएर वृद्ध गरेको छ। हाम्रो कान्छो गाउँपालिका भनेको हिटलर यसले अब हामीहरूका चाहिँ शासकहरूमा त्यो खालको रचनात्मक छैन। पालिकामा दुईटा मेसिन छन्, त्यसमा मारा धिराजहरूलाई गुहार्नुपर्छ हामीले अपरेटर राख्नका लागि। अपरेटर रहँदैनन् र मेसिन अहिले थन्केर बसिएको छ र यो भलले चाहिँ यो यहाँ थनिने बित्तिकै पल्लो पहिरो गइरहेको छ र यो पनि जानेवाला छ। स्थानीय पनि के छन् भन्दा कानमा चाहिँ तेल हालेर सुतेका छन्, स्थानीयहरू कानमा तेल हालेर सुतेका छन् अनि हिउँदभरि घुर्छन्। अनि बर्खा लागेपछि पालिकाले केही गर्दैन भन्छन्। स्थानीय महानता पनि धेरै छन्। यो डिल पनि लड्यो भने चाहिँ यो डिल पनि भक्का के लड्यो भने अनि यहाँ थुनेपछि यहाँबाट अनि पम्पसम्म दुधडेरी सेरी तलतिर भएको बोर्डिङ सोर्डिङ जम्मै जाने सम्भावना छ। यो स्थानीय चासो पनि छैन, पालिकाले चासो पनि छैन, उपाध्यक्ष घन्टीले हुनेवाला केही पनि छैन। अब सबैजना चाहिँ यसमा सचेत भन भन्दा हेर्नु अब गर्ने के यो अवस्था के हो ल गर्ने के अरू कुरा गर्नका लागि हाम्रो पालिकाको प्रशासनिक अधिकृतलाई कानुनले छोडिदिन्छ। तर अपरेटरको बारे विज्ञापन गर्नु पर्यो भन्यो भने चाहिँ उहाँलाई फेरि कार्यपालिका चाहिन्छ। र मैले पटक पटक कार्यपालिकाको बैठकमा मैले पटक पटक कुरा उठाएको छ। जनता जोगाउनुपर्छ, हाम्रो स्थानीय सरकारको आवश्यकता हो। जनता जोगाउन नसके हामी जनप्रतिनिधि हुने बेकार छ भनेको छ। यही तरिकाले गयो सिंहटीका जनता जोगिने त्यस्तै देखिन्छ भने सभाज्यूलाई सोध्यो भने त सभाज्यूको नि के छ र मत कि बेठीको ल भन्नुहोस् अब।